साथीहरू, आज हामी फेरि अर्को सेट लिएर आएका छौँ सङ्गठित संस्थाको। अब इक्जाम आउन एकदमै कम दिन भएको कारणले गर्दाखेरि हामीले यो अन्तिम दिनहरूमा एकदम राम्ररी पढ्नुपर्छ। अब ढिला नगरिकन आजको सेट स्टार्ट गरौँ। आजको सेटमा प्रत्येक टपिकबाट सबै क्वेसनहरू लिएर आएको छु। सबभन्दा सुरुमा चाहिँ अब कार्यालय व्यवस्थापन सम्बन्धी छ। हामीले अरूमा अब जीके बढी फोकस भयो, कार्यालय व्यवस्थापनहरू अलिक फोकस नभएको कारणले गर्दाखेरि आज यो छ। अब हेर्नुहोस्, कुन कुन तत्त्वहरू कार्यालयको कार्य सम्पादनमा प्रभावकारी बनाउन अत्यावश्यक मानिन्छ। कार्यालयको स्थान, साजसज्जा र नेतृत्व भनेको छ, कर्मचारी सङ्ख्या, बजेट र समय, कार्यालय उपकरण, पेन्सन योजना र तरफ, कार्यालय प्रमुखको राजनीतिक पहुँच र कानुनी सल्लाह। अब यी सबै तपाईँलाई यहाँनिर प्रभावकारी बनाउन अत्यावश्यक मानिन्छ जस्तो लाग्छ। तर सबैभन्दा बढी चाहिने भनेको हामीलाई यहाँ मध्ये भनेको स्थान हो। यदि कार्यालयको स्थानै भएन भने उपकरण अनि त्यसपछि कर्मचारीको सङ्ख्याहरू हो, बजेटहरू भन्दा पनि हामीलाई के चाहिन्छ भन्दाखेरि स्थान चाहिन्छ। स्थान भएन भने अरू कुरा हामी कल्पनै गर्न सक्दैनौँ। त्यसकारण कार्यालयको स्थान, साजसज्जा र नेतृत्व भनेको छ। त्यसपछि पत्रचार गर्दा कुन कुन कुरालाई अनिवार्य रूपमा समावेश गर्नुपर्छ। अब यस्तोको एन्सर हामीलाई सबै हो जस्तो लाग्छ, तर अब एन्सर केमा एउटा हुन्छ र हामीले त्यहाँ मध्ये दिएका अप्सनहरूबाट सबैभन्दा बढी चाहिँ कुन मिल्छ त्यसको आधारमा एन्सर लाउनुपर्छ। अब पत्रचार गर्दा कुन कुरालाई ध्यान दिनुपर्छ, अनिवार्य रूपमा समावेश गर्नुपर्छ। लेखकको व्यक्तिगत धारणा यस्तो गर्नुपर्छ र पर्दैन। हो केवल शीर्षक र हस्ताक्षर मात्रै भएर हुन्छ त हुँदैन। सम्बोधन, मिति, विषय र हस्ताक्षर। त्यसपछि डीमा के भनेको छ, पृष्ठ सङ्ख्या र कागजको रङ कहाँ समावेश गर्नुपर्छ। त्यसकारण सबभन्दा अत्यावश्यक रूपमा अनिवार्य रूपमा समावेश गर्नुपर्ने भनेको चाहिँ सम्बोधन हुनु पर्यो। पत्रचार गर्दाखेरि कसलाई लेखेको त्यसलाई सम्बोधन गर्नु पर्यो, मिति हुनु पर्यो, कुन मितिमा लेखिएको हो, विषय हुनु पर्यो र हस्ताक्षर हुनु पर्यो। यो पत्रचार भनेको चाहिँ एउटै किसिमको जानकारीहरू दिनको लागि मेनली लेख्ने गरिन्छ। अब यसको लागि अनिवार्य रूपमा सम्बोधन, मिति, विषय र हस्ताक्षर हुनुपर्छ। अब फाइलिङ प्रणालीको मुख्य उद्देश्य के हो भनेको छ, फाइलिङहरू जलाउने व्यवस्था। कहाँ जलाउने हो त? कार्यालयहरूको सबै दस्तावेज कहाँ लुकाउने पनि हो त? फाइलिङ भनेको त दस्तावेजहरूलाई व्यवस्थित तरिकाले सुरक्षित राख्ने र आवश्यक पर्दा तत्काल प्राप्त गर्न सक्ने बनाउने हो। अब डी नम्बरमा आवश्यक कागजहरू सङ्ग्रह गर्नु भनेको छ, तर यो पनि ठिक हो। तर योभन्दा पनि राम्रो के हो भन्दाखेरि सिको दस्तावेजहरू व्यवस्थित तरिकाले सुरक्षित राख्ने र आवश्यक पर्दा तत्काल प्राप्त गर्न सक्ने बनाउने भनेको छ। अनि चौथो नम्बरमा सार्वजनिक व्यवस्थापन निर्देशनमा समन्वयको अर्थ के हो। सार्वजनिक व्यवस्थापन निर्देशनमा समन्वयको अर्थ के हो भनेको छ, सबैभन्दा वरिष्ठ कर्मचारीले निर्णय लिने प्रक्रिया, कर्मचारीलाई व्यक्तिगत कार्यमा सहयोग गर्नु, विभिन्न विभागबीच तालमेल कायम राख्ने प्रक्रिया, कर्मचारीहरूलाई छुट्टी दिने प्रक्रिया। अब समन्वय भनेको के हो भन्दाखेरि तालमेल बनाउने, एक आपसबीच सहकार्य गर्ने, विभिन्न विभागबीच तालमेल कायम राख्ने प्रक्रिया भन्ने समन्वय भनेको। अब पाँचौँ नम्बरमा सार्वजनिक सेवा चार्टरको मुख्य उद्देश्य के हो। जस्तै नागरिक बडापत्र जस्तै अब यो सार्वजनिक सेवा चार्टर, पब्लिक चार्टरको मुख्य उद्देश्य के हो। पब्लिक चार्टर भनेकै हाम्रो नागरिक बडापत्र हो। यसको मुख्य उद्देश्य भनेको के हो, कर्मचारीलाई तलब निर्धारण गर्नु होइन, कानुनी विवाद समस्या समाधान गर्नु। अलिअलि मिले जस्तो छ तर अलिक छैन। सेवाग्राहीलाई प्रदान गरिने सेवाको प्रकार, गुणस्तर र समयबारे स्पष्ट जानकारी दिनु हो। यो हो सार्वजनिक सेवा चार्टर, पब्लिक चार्टरको उद्देश्य भनेको। अनि अर्को छ ई गभर्नेन्स प्रणाली मार्फत कुन कार्य प्रभावकारी रूपमा गर्न सकिन्छ। ई गभर्नेन्सबाट कर सङ्कलन र सेवाग्राही दर्ता हो। अनि त्यसपछि अर्को के छ, खाजाको व्यवस्था होइन, फाइलहरू मिलाउने प्रक्रिया। यो पनि अलिक होइन, अनौपचारिक निर्णय होइन। त्यसकारण यहाँ मध्ये कर सङ्कलन र सेवाग्राही दर्ता चाहिँ ई गभर्नेन्स प्रणाली मार्फत प्रभावकारी रूपमा गर्न सकिन्छ। अर्को छ मानव मूल्य तथा मान्यता अनुसार सरकारी कर्मचारीको प्रमुख कर्तव्य के हो। राजनीतिक दबावमा काम गर्नु होइन, व्यक्तिगत लाभलाई प्राथमिकता दिनु यो पनि होइन, निजी संस्थामा निजी संस्था सहयोगमा काम गर्नु होइन, निष्पक्षता र पारदर्शिताको आधारमा सेवा गर्नु यो चाहिँ ठिक रहेको छ। मानव मूल्य तथा मान्यता अनुसार सरकारी कर्मचारीको प्रमुख काम भनेको निष्पक्षता र पारदर्शिताको आधारमा सेवा गर्नु। अब अभिलेख व्यवस्थापनमा रिटेन्सन सेड्युलको अर्थ के हो। सूचना सम्प्रेषण तालिका, कर्मचारीको कार्यतालिका, दस्तावेज कति समयमा राख्ने भन्ने नीति, बजेट बनाउने समय। रिटेन्सन सेड्युल भनेको चाहिँ दस्तावेज कति समयमा राख्ने भन्ने नीति हो हाम्रो। अनि अर्को क्वेसन छ सार्वजनिक संस्थाको प्राथमिक उद्देश्य के हो। नाफा कमाउनु,
व्यक्तिगत व्यवसाय सञ्चालन गर्नु, जनताको लागि सेवा प्रवाह गर्नु, केवल सरकारी कर्मचारीलाई फाइदा दिनु, यसमध्ये भनेको जनताको लागि सेवा प्रवाह गर्नु हो सार्वजनिक संस्थाको प्राथमिक उद्देश्य भनेको। कुन तत्त्व सार्वजनिक संस्थाको मूल्याङ्कनमा मुख्य मानिन्छ? कर्मचारीको धर्म, संस्थाको नाफा मात्रा, कार्यालयको रङ्गिनता, सेवा प्रवाहको प्रभावकारिता र उत्तरदायित्व भनेको छ। अब सार्वजनिक संस्थान हुन्छ, त्यसको हामी इभ्यालुएसन गर्छौँ, मूल्याङ्कन गर्छौँ, त्यतिखेर चाहिँ केलाई हामी आधार मानेर मूल्याङ्कन गर्छौँ भन्दाखेरि सेवा प्रवाहको प्रभावकारिता र उत्तरदायित्व, सेवा प्रवाहलाई हेरेर हामी मूल्याङ्कन गर्ने गर्छौँ। अनि अब सार्वजनिक संस्थानमा शासन प्रणालीको अर्थ के हो? केवल मन्त्री परिषदद्वारा गरिएको निर्णय, राजनीतिक दलको हस्तक्षेप, नीति पारदर्शिता, उत्तरदायित्व र कानुनी शासनको प्रयोग, सुरक्षाकर्मीको निगरानी। अब यहाँ मध्ये शासन प्रणाली भनेको नीति पारदर्शिता र उत्तरदायित्व र कानुनी शासनको प्रयोग हो। अर्को क्वेसन रहेको छ, राज्यको स्वामित्वमा रहेको संस्थानहरूलाई कुन नामले चिनिन्छ? यो सार्वजनिक संस्थान भनिन्छ। यो त अति सजिलो। अनि सार्वजनिक संस्थानमा आम नागरिकको सहभागिता कसरी सुनिश्चित गरिन्छ भनेको छ? निजी नियुक्ति प्रणाली मार्फत, कर वृद्धि मार्फत, सार्वजनिक सुनवाई र सामाजिक उत्तरदायित्व मार्फत, सैन्य निगरानी मार्फत। अब आम नागरिकको सहभागिता भनेको सार्वजनिक सुनवाई र सामाजिक उत्तरदायित्व मार्फत। सार्वजनिक सुनवाई भनेको व्यक्तिहरूको धारणा सुनिन्छ र यो सामाजिक उत्तरदायित्व भनेको चाहिँ सोसियल रेस्पोन्सिबिलिटी हो। यो चाहिँ सार्वजनिक संस्थाले आफू जुन क्षेत्रमा कार्यरत छ त्यहाँका व्यक्तिप्रति अथवा देशप्रति, वातावरणप्रति भूमिका खेल्नुपर्छ। खेल्नुपर्ने भूमिकालाई चाहिँ हामी के भन्छौँ भन्दाखेरि सामाजिक उत्तरदायित्व भनिन्छ। नाफा मात्रै कमाउनु उसको उद्देश्य होइन, आफ्नो वातावरण संरक्षण गर्नु, जनतालाई त्यसले समस्या परिरहेछ भने त्यसको समाधान गर्नु, जनताको समस्याहरू समाधान गर्नु, यस्तो पनि उत्तरदायित्व हुन्छ। अब यसको माध्यमबाट चाहिँ नागरिक सहभागिता के गर्न सकिन्छ भन्दाखेरि सुनिश्चित गर्न सकिन्छ। अनि अर्को छ, सार्वजनिक संस्थाको कार्य सम्पादन मूल्याङ्कनमा कुन सूचकको प्रयोग गरिन्छ? संस्थाको नाम, कर्मचारी सङ्ख्या, भवनको आकार, सेवा गुणस्तर, पहुँच र नागरिक सन्तुष्टि। अब मूल्याङ्कन गर्दा भनेको हामी यसमा चाहिँ धेरै कर्मचारी छ यो राम्रो भन्दिनौँ, त्यहाँनिर सेवाको गुणस्तर कस्तो छ, क्वालिटी कस्तो छ, नागरिकहरू सन्तुष्ट छ कि छैनन्, पहुँच कस्तो छ सेवाको, हो त्यस्तो कुरालाई हेरेर कार्य सम्पादन मूल्याङ्कन गरिन्छ। त्यसकारण सूचकको रूपमा चाहिँ हामी सेवा गुणस्तर, पहुँच र नागरिक सन्तुष्टलाई लिन्छौँ। अनि नागरिक अधिकार, कर्तव्य र उत्तरदायित्वमा कुन कुरामा समावेश हुँदैन, कुन कुरा समावेश हुँदैन भनेको छ? सूचना प्राप्त गर्ने अधिकार हुन्छ, सेवामा पहुँचको अधिकार हुन्छ, भ्रष्टाचार गर्ने स्वतन्त्रता यो हुँदैन, कर तिर्ने कर्तव्य यो पनि हुन्छ। भनेपछि हामीलाई कुन समावेश हुँदैन भनेको छ? नागरिक अधिकार। नागरिक अधिकारमा हाम्रो भ्रष्टाचार गर्ने स्वतन्त्रता हुँदैन। अब यहाँ हेर्नु है, नेपालमा वातावरण सम्बन्धी विषय सर्वप्रथम कुन योजना र दिगो विकास नीति कुन योजनामा समावेश गरेको थियो? अब वातावरण सम्बन्धी नीति भनेको सर्वप्रथम 6औं योजनामा र दिगो विकास सम्बन्धी नीति भनेको चाहिँ 8औं योजनामा समावेश गरेको थियो। 6औं र 8औं भएको अप्सन डी छ। वातावरण सम्बन्धी सर्वप्रथम अध्ययन 6औं योजना र दिगो विकास सम्बन्धी नीति भनेको चाहिँ हाम्रो 8औं योजनादेखि समावेश गरिएको थियो। अनि त्यस्तै अब जैविक विविधता भन्नाले पारिस्थितिक प्रणालीको विविधता, जातीय स्वजातीय विविधता तथा वंशानुगत विविधता समेतलाई जनाउँछ। यो कसको परिभाषा हो? यो चाहिँ अब वातावरण संरक्षण ऐन 2053 को परिभाषा हो। वातावरण संरक्षण ऐन 2053ले चाहिँ जैविक विविधता भन्नाले पारिस्थितिक प्रणालीको विविधता, जातीय स्वजातीय विविधता तथा वंशानुगत विविधता समेतलाई जनाउँछ भनेको छ। यो चाहिँ एनईए विद्युत प्राधिकरणमा रिटर्नमा सोधेको एउटा क्वेसन थियो। वातावरण संरक्षण 2000 अनुसार जैविक विविधता भन्नाले के बुझिन्छ भनेर प्रश्न थियो। अब यहाँ हेर्नु, यो पृथ्वी शिखर सम्मेलन 1992 भन्छ। यो चाहिँ ब्राजिलको रियो दो जेनेरियोमा भएको थियो। त्यस्तै अब यहाँ हामीलाई आईएसओ 9000 ले वस्तुको गुणस्तरसँग सम्बन्धित छ भने आईएसओ 14000 चाहिँ केसँग सम्बन्धित छ भनेको छ। आईएसओ 9000 हाम्रो वस्तुको गुणस्तरसँग सम्बन्धित छ भने आईएसओ 14000 भनेको हाम्रो वातावरण व्यवस्थापनसँग सम्बन्धित रहेको छ। अनि यो जुन ऊर्जा संरक्षण भनेको छ नि, यसको लागि भनेको चाहिँ आईएसओ 50000 रहेको छ। आईएसओ 50000 चाहिँ हाम्रो ऊर्जा संरक्षणको लागि रहेको छ। अब यहाँ हेर्नु है, चट्याङ मास्टर कृष्ण मुरारी गौतमको साहित्यिक कृति हो। साहित्यिक उपनाम हो भने सर्वहारा कसको उपनाम हो भनेको छ? भुपी शेरचनको चाहिँ के रहेछ भन्दाखेरि यो सर्वहारा उनको उपनाम रहेको छ। भुपी शेरचन जसले चाहिँ घुम्ने मेचमाथि अन्धो मान्छे लेखेका थिए, उनको उपनाम चाहिँ के रहेको रहेछ भन्दाखेरि सर्वनाम। अब धनुषचन्द्र गौतम र ध्रुवचन्द्र गौतम पनि रहेको छ।
काले राई भनेका काले राई भन्ने चाहिँ यिनी स्वामी प्रपन्नचार्य हुन्। अब यहाँ हेर्नुहोस् है, तपाईँलाई समूह आई र आइआइबी जोडा मिलाउनुहोस् भनेको छ। अब यहाँ जातिहरू र तिनीहरू बसोबास गर्ने मुख्य जिल्ला हामीले थाहा पाउनुपर्ने छ। लेप्चा भनेको चाहिँ हाम्रो कहाँ रहेको छ भन्दाखेरि इलाममा रहेको छ। लेप्चाले कञ्चनजङ्घा हिमाललाई पूजा गर्ने गर्छन्। अनि त्यस्तै ह्याल्मो भनेको छ। ह्याल्मो भनेको चाहिँ हाम्रो कुन जिल्लामा रहेको छ भन्दाखेरि सिन्धुपाल्चोकमा रहेको छ। गन्धर्व भन्यो भने चाहिँ हाम्रो कास्कीको बटुले चौरमा हो गन्धर्व, र अन्तिमको झागड भन्यो भने चाहिँ रौतहट। लेप्चा इलाम A3, अनि त्यसपछि ह्याल्मो भन्यो भने सिन्धुपाल्चोक B4, अनि त्यसपछि गन्धर्व भन्यो भने हाम्रो कहाँ भन्दाखेरि कास्कीको बटुले चौर C2, अनि झागड भन्यो भने चाहिँ हाम्रो कहाँनिर भन्दाखेरि रौतहटमा रहेको छ। झागड भन्यो भने चाहिँ रौतहटमा रहेको छ। त्यसकारण हाम्रो एन्सर भनेको कति हुन्छ भन्दाखेरि C हुन्छ। अनि त्यसपछि तल दिएको भनाइ अध्ययन गरी सही उत्तर छनौट गर्नुहोस् भनेको छ। सङ्घीय आकस्मिक कोष नेपाल सरकारको नियन्त्रणमा रहन्छ। विधेयक सभामुखले प्रमाणीकरण गरे पश्चात ऐन बन्छ, होइन नि। सभामुखले प्रमाणीकरण गरेर विधेयक ऐन बन्ने होइन नि त। प्रमाणीकरणको लागि त राष्ट्रपति चाहिन्छ नि त। त्यसकारण हाम्रो एक मात्रै ठिक हुन्छ। त्यसपछि 22 नम्बरमा छ, नेपालमा पहिलो हुने निर्वाचित प्रणालीबाट प्रदेश सभामा कतिजना सदस्य निर्वाचित हुन्छन्। अब प्रदेश सभामा 7वटा प्रदेशको गरेर जम्मा हुने भनेको 550 हुन्। 550 मध्ये हाम्रो यो पहिलो हुने निर्वाचन प्रणाली भनेको चाहिँ प्रत्यक्ष हो। पहिलो हुने निर्वाचन प्रणाली भनेको प्रत्यक्ष अनुसार 60%। अब 550 को 60% भनेपछि 330 चाहिँ हाम्रो केबाट हुन्छन् भन्दाखेरि प्रत्यक्ष निर्वाचन प्रणालीबाट हुन्छन्। अनि अर्को छ, उत्पादन क्षमताको आधारमा तल दिएको जलविद्युत परियोजना ठुलोबाट सानोको क्रम मिलाउनुहोस्। अब यहाँ कालीगण्डकी ए दिएको छ, मर्स्याङ्दी, मध्य मर्स्याङ्दी र खिम्ती। अब यो खिम्ती भनेको चाहिँ हाम्रो निजी क्षेत्रबाट बनेको पहिलो। यहाँ मध्ये सानो ठुलो भनेको चाहिँ कालीगण्डकी ए हो। कालीगण्डकी ए पछि कालीगण्डकी ए को टोटल क्षमता भनेको 144 मेगावाट रहेको छ कालीगण्डकीको। मध्य मर्स्याङ्दी भन्यो भने हाम्रो कति छ भन्दाखेरि 70 मेगावाट रहेको छ। मध्य मर्स्याङ्दी भन्यो भने कति मेगावाट भन्दाखेरि 70 मेगावाट। मर्स्याङ्दीको भनेको चाहिँ 69 मेगावाट हो भने खिम्तीको चाहिँ यहाँ मध्ये सबैभन्दा थोरै रह्यो। अब यहाँनिर सबैभन्दा लामोदेखि छोटोको क्रममा राजमार्गहरू मिलाउनु भनेको छ। यहाँ मध्ये सबैभन्दा लामो भनेको त्रिभुवन राजमार्ग 1 अगाडि हो, त्यसपछि सिद्धार्थ राजमार्ग, त्यसपछि पृथ्वी राजमार्ग र अन्तिममा भनेको चाहिँ भीमदत्त पन्त राजमार्ग। त्रिभुवन पछि सिद्धार्थ पछि पृथ्वी, अनि भीमदत्त भनेपछि 1324 हुने भयो। अनि अर्को 25 नम्बरमा क्वेसन छ, नेपालमा मोबाइल फोनको सुरुवात 1989बाट भएको भन्छ। यो अब कन्भर्ट गर्दाखेरि 2056 आउँछ। यो चाहिँ हाम्रो ठिक रहेको छ। विक्रमसम्म 2056 आउँछ। नेपालमा डिटिएच डाइरेक्ट टु होमको पहिलो प्रयोग सन् 2010बाट भनेको छ। यो पनि ठिक हो। त्यसकारण हाम्रो यो चाहिँ दुवै ठिक। नेपालमा मोबाइल फोनको सुरुवात 2056बाट भएको थियो, जसलाई चाहिँ सन् 1989 भनिन्छ। मानव शरीरमा भएको कुन रक्त समूहलाई युनिभर्सल रिसिभल भनिन्छ भनेछ। एबी समूहलाई चाहिँ हाम्रो के भन्छ भन्दाखेरि युनिभर्सल रिसिभल भनिन्छ, युनिभर्सल रिसिभर। अब यहाँ जोडा मिलाई हामीले चाहिँ कुन देशमा के आविष्कार भएको भनेर थाहा पाउनुपर्छ। रकेट भनेको चाहिँ हाम्रो चीनमा आविष्कार भएको थियो। अनि त्यसपछि हाम्रो क्याल्कुलेटर भनेको चाहिँ फ्रान्समा आविष्कार भएको थियो। पेन्डुलम घडी भनेको नेदरल्यान्डमा आविष्कार भएको थियो भने क्रोनोमिटर भनेको चाहिँ इङ्ल्यान्डमा आविष्कार भएको थियो। रकेट चीन A3, क्याल्कुलेटर फ्रान्स B1, पेन्डुलम घडी नेदरल्यान्ड C4 र क्रोनोमिटर भनेको चाहिँ इङ्ल्यान्डमा भएको। त्यसपछि अर्को छ, अन्तर्राष्ट्रिय न्यायालयमा न्यायाधीशहरू नियुक्ति छनौट तलका मध्ये कसले गर्छ। अब जुन युएनको अन्तर्राष्ट्रिय न्यायालयमा 15 जना न्यायाधीशहरू छ, तिनीहरूको छनौट भनेको चाहिँ द सेक्रेटरी काउन्सिल एन्ड जेनरल एसेम्ब्ली, महासभा र सुरक्षा परिषदले छनौट गर्ने गर्दछ। अब यहाँ अर्को छ, असंलग्न आन्दोलनको प्रथम शिखर सम्मेलन कहिले भएको थियो। असंलग्न आन्दोलनको प्रथम शिखर सम्मेलन भनेको चाहिँ 1961 मा 1 देखि 6 सेप्टेम्बरसम्म भएको थियो। यसको पुरा अर्थ चाहिँ नन एलाइनमेन्ट मुभमेन्ट हो। यसको प्रथम सम्मेलन चाहिँ 1 देखि 6 सेप्टेम्बर 1961 मा भएको थियो, युगोस्लाभियामा भएको थियो। 30 नम्बर भनेको चाहिँ निम्न भनाइको अध्ययन गरी सही
उत्तर छनौट गर्नुहोस्। युनिटी इन डाइभर्सिटी युरोपियन युनियनको एक नारा हो, यो ठिक रहेको छ। युरोपियन युनियनको प्रधान कार्यालय बेल्जियमको ब्रसेल्समा, यो पनि ठिक, भनेपछि दुवै ठिक। अनि 8 अगस्त 1967 मा स्थापना भएको एसियनको बडापत्र कहिलेदेखि लागू भयो भनेको छ। एसियनको बडापत्र चाहिँ हाम्रो कहिलेदेखि लागू हो भन्दाखेरि 2008 डिसेम्बर 15 देखि एसियनको बडापत्र लागू भएको हो।